हेलो एभ्रिवान, न्यू डे न्यू भ्लगमा हजुरहरू सबैलाई स्वागत छ। के गर्दै हुनुहुन्छ? सन्चै आरामै कुशलै हुनुहुन्छ होला भन्ने आशा लागिराखेको छ। म पनि सन्चै छु, आरामै कुशलै छु भन्नु पर्ला। आज चाहिँ पानी पर्न लागेर राखिराखेको छ। धेरै समयपछि मैले आज भ्लग लिएर आएको छु। मेरो भ्लगलाई कस्तो लाग्छ होला, राम्रो नराम्रो जस्तो लागे पनि सुझाव सल्लाह प्रतिक्रिया दिनु होला। भ्लग बनाउन खासै त्यति आउँदैन, जान्दिनँ पनि, एडिट गर्न आउँदैन। सो त्यही भएर कहिलेकाहीँ यसो झुक्केर बनाउँछु। सक्के फुल लालो त्यस्तो उताबाट चाहिँ यताबाट चाहिँ राम्रो देखिन्छ। उता फर्किँदा चाहिँ दामी आउँदो रहेछ। जान्दैन र सक्छौ यो साइड त खै यो साइडबाट जान्दैन।
यस्तो छ मौसम आजको दिनहरू चाहिँ गाइजहरू। यो मौसम यतातिरको मौसम। आज चाहिँ हामी महालक्ष्मी थानतर्फ जाँदैछौँ। त्यहाँको रोडहरू पनि सुन्दर छ, एकदमै रमणीय छ। तपाईँहरू पनि घुम्न आउनु होला। खास कारण के हो भने चाहिँ फुल फुलिराखेको छ त्यहाँ गाइजहरू। त्यो ठाउँमा चाहिँ एकदमै गयो भने आनन्द आउँछ है गाइजहरू। पालेको कुखुराले अन्डा पनि पारिसकेको छ। हेर्नु होला, अन्डा पालेको थिएँ, यत्रो पारेछ, ठुलै रहेछ गाइज। अंडावाली मुर्गी, अंडावाली मुर्गी 600 रुपियाँ केजी है गाइजहरू। लिने भयो आउनु। यसरी थियो मेरो खोर। यता सक्यो अस्तिको, यता भाले छ, यता छन् कुखुराहरू। कुखुरा पालनमा व्यस्त। 7 गाउँबाट भालेहरू भागेर आउँछ पोथी खोज्दै। बिचरा यता भालेहरू हाम्रो